सुरु गरिहालौँ 1 नम्बरबाट। समूह क मा दिइएको शब्दको अर्थ समूह खबाट ल ल डिस्टर्बेन्स आएको होला, सरी। समूह क मा दिइएको शब्दको अर्थ समूह खबाट पहिचान गरी जोडा मिलाउनुहोस्। ल तिलाञ्जली तिलाञ्जली भनेको के हो? सधैँको लागि केही कुरा छोड्नु, सधैँको लागि केही कुरा छोड्नु। ठिक छ, यसको के भयो? कुनै कुराको त्याग। सिम्पल, यसको के भयो? कुनै कुराको त्याग। ल अर्को भयो त्यसपछि गायब। गायब भनेको हराउनु। ठिक, गायब भनेको एकदम जस्तो तिमी त गायबै भएछौ, मतलब तिमी त हराएछौ। गायब भनेको हराउने काम। ल अर्को दृष्टान्त। दृष्टान्त जस्तो केही कुरा हामी भनिरहेछौँ भने त्यसलाई प्रुभ गर्नको लागि केही कुराहरू भन्छौँ कि, जस्तो दृष्टान्त भनेको यसमा भयो उदाहरण के। दृष्टान्त भनेको यसमा भयो उदाहरण। इख इख भनेको के होला? ल इख भनेको प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष। जस्तो जलन पनि भन्न सक्छ यसलाई, प्रतिशोधको भावनाले मनमा उठ्ने द्वेष। ठिक छ। ल सो हाम्रो तिलाञ्जलीको भइहाल्यो कुनै कुराको त्याग गर्नु, गायबको भइहाल्यो हराउने काम, दृष्टान्तको भइसक्यो उदाहरण, इखको भइहाल्यो प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष। क्वेसन नम्बर 2 मा देखौँ त। प्रश्न नम्बर 2, दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँमा भर्नुहोस्। ल अब यो अनुच्छेद पढ्ने यो अनुसारले यसमा भर्ने। अनुच्छेद पढिरहेको छु। पूजा तीज पर्व मनाउन हिराको हार लगाएर आफ्नो सुरमा माइत हिँडिन्। आमाले गत साल जसरी भए पनि आउन कर गर्नु भएको थियो। त्यस दिन रातो टीका लगाएर छमछम नाच्ने साथीको भिड देखेर उनी छक्क परिन्। यो भयो हाम्रो अनुच्छेद। अब यो अनुसारले हामी के लेख्छौँ? भर्छौँ। क नम्बर हेरौँ। ढिपीको पर्यायवाची शब्द के हो? पर्यायवाची भनेको उस्ता उस्तै अर्थ दिने। पर्यायवाची भनेको उस्ता उस्तै अर्थ दिने। तो ढिपी भनेको के हुन्छ यहाँ सेन्टेन्सबाट? कर हुन्छ। ल कर गर्नु। ठिक छ, जिद्द गर्नु। ल कर भयो, तो म यहाँ कर लेखेँ। अर्को खमा जीतको विपरार्थिक शब्द। विपरार्थिक शब्द भनेको उल्टो, अपोजिट। तो जीतको उल्टो के होला? हार। भाइ यहाँ दिएको हार। ल हार। अर्को ग नम्बर अनेकार्थिक शब्द, मतलब विभिन्न अर्थहरू लाग्ने। विभिन्न अर्थहरू लाग्ने के होला? पूजा। एउटा भइहाल्यो पूजा, एउटा पूजा नाम भयो, एउटा पूजा भने पूजा गर्नु भयो। अर्को साल पनि होला, साल पनि होला, टीका पनि होला। यहाँबाट कुनै लेख्दा हुन्छ, मैले सालै लेखेँ, जे लेखे पनि पाइयो साल। घ नम्बरमा व्यक्ति वा मानिसको समूह बुझाउने शब्द कुन हो? भिड। भिड। ल शब्द मानिस वा व्यक्तिको झुन्डलाई के भन्छ? हामी भिड भन्छौँ। ल 3 नम्बर पढौँ त। दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा प्राविधिक शब्द। प्राविधिक भनेको टेक्निकल वर्ड, प्राविधिक शब्द भनेको टेक्निकल वर्ड पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस्। सन्दुक रुइत हुने बिरुवाको चिल्लो पार्छ। यो एउटा उखान भयो। उखान भने चाहिँ सानै उमेरदेखि पढाइ र व्यवहारमा अब्बल थिए। उनी विश्वविख्यात सरल र कम लागतमा मोतियाबिन्दको चिकित्सा पद्धति रुक्टोटोमी को सुरुवातकर्ता बन्न पुगे। हुने हार दैव नटार। यो पनि उखान भएको भएन? भयो। ल भने झै ताप्लेजुङ जिल्लाको
ओलाङचुङगोलामा जन्मेर पनि उनले नेत्र चिकित्साको क्षेत्रमा अतुलनीय योगदान पुर्याए। सो यहाँ उखान तिम्रो दुईटा भयो, एउटा हुने बिरुवाको चिल्लो पात, अर्को हुने हार दैव नटार। ठीक। प्राविधिक शब्द टेक्निकल वर्ड यहाँ के होला? चिकित्सा। चिकित्सा। गुड, चिकित्सा पनि एउटा टेक्निकल वर्ड भयो। अर्को यहाँ विक्टोटमी पनि लिन सक्छौँ हामी। यो भनेको आँखाको उपचार गर्ने एउटा टेक्निक हो क्या, विक्टोटमी पनि हामी लिन सक्छौँ। सन्दीप रुइतकै नामबाट विक्टोटमी राखिएको छ। ल, हुने बिरुवाको चिल्लो पात, यसको अब अर्को के बनाउने? अर्को वर्ड बनाइदियो, अर्को वाक्य बनाइदियो। जस्तो मेरो भए त सानैदेखि नै पढाइमा अब्बल थियो, यो त हुने बिरुवाको चिल्लो पात झै भयो। गर्न पाइयो त्यसरी? ल, यो पनि बुझ्यो। अब 4 नम्बर, दिएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस्। दिएका समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस्। के होला यसमा? कुन नम्बर होला? अको आई 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 आई। आको डबल आई आई भी को यो दुईटा होला। ठिक। ल, अब यो ख नम्बर हेरौँ त। दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस्। दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस्। ल, वाक्य पढौँ। हातमा घडी लगाएर तिमी कता हिँड्यौ? यो त यसै थाहा हुन्छ, यहाँ पनि यहाँ केही होला। यहाँको रमाइलोमा घुमफिर गर्न मन लागेन? के होला यहाँ मिस्टेक? के मिस्टेक होला यहाँ? लगाएरमा य अ आएको हुन्छ सर। हातमा सुरुदेखि हेर त, घडी मिल्छ हो कि होइन? यहाँ इकार दीर्घ हुन्छ। ल, घडीको इकार दीर्घ हुन्छ, घडी। लगाएर तिमी कता हिँड्यौ? ल, यहाँ त्यसपछि यो राख्ने पूर्ण विराम, तिमी कता हिँड्यौ। ठिक। यहाँको रमाइलो घुमफिर, कता हिँड्यौ पछि त क्वेसन मार्क हुन्छ जस्तो लाग्यो सर। ए सरी, क्वेसन मार्क जस्तो हुन्छ यहाँ। सिक, किनभने क्वेसन सोधिरहेको छ, तिमी कता हिँड्यौ। यहाँको रमाइलोमा घुमफिर गर्न मन लागेन, यसमा के मिस्टेक होला? घुमफिर हर्ष उकार। ठिक। गर्न मन लागेन। ल, भयो। ल, 5 नम्बर गरौँ। दिएको अनुच्छेदमा रेखाङ्कित गरिएको शब्दको पदवर्ग छुट्याउनुहोस्। पदवर्ग छुट्याउनुहोस्। पदवर्ग भनेको नाम सर्वनाम विशेषणहरू जुन छ त्यो चाहिँ छुट्याउनुहोस्। गरिब एउटा भयो, हामीले भयो, गर्नुपर्छ, देशको, सधैँ है। ल, गरिब भनेको के हो? नाम नाम। गरिब भनेको के भयो? नाम। नाम। तर यहाँ विशेषण भनेर नबुझ्नु कि यो नामको, यो चाहिँ नाम हो गरिब। ठिक छ। गरिब भनेको एउटा केही मान्छेहरूलाई जनाइएको छ, सो यो नाम भयो। हामी के भयो? सर्वनाम। सर्वनाम। ठिक छ। हामी सर्वनाम। गर्नुपर्छ के भयो? क्रियापद। क्रियापद। देशको के भयो? विशेषण। नाम योगी। देशको के भयो? विशेषण भयो।
सधैँ के भयो? क्रिया विशेषण। क्रिया विशेषण अथवा क्रिया योगी। म क्रिया योगी नै लेखेँ ल, यहाँ सजिलो हुन्छ ठाउँ पाउँछ। क्रिया योगी र है भनेको के भयो? निपात। 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 ल भयो। क्वेसन नम्बर 6, दिइएका प्रश्नको उत्तर दिनुहोस्। दिइएको अनुच्छेदबाट उपसर्ग लागेका दुईटा र प्रत्यय लागेका दुईटा शब्द पहिचान गरी निर्माण प्रक्रिया समेत देखाउनुहोस्। उपसर्ग लागेको दुईटा र प्रत्यय लागेको दुईटा। उपसर्ग अगाडि लाग्छ र प्रत्यय पछाडि लाग्छ है। ल भन त्यसो भए यहाँबाट दुईटा उपसर्ग लागेको दुईटा भन त पहिला। अवलोकन। अवलोकन एउटा भयो। अर्को? विदेशी। विदेशी ठिक छ। अर्को? स्वागत हुन्छ कि हुँदैन? स्वागत हुँदैन। सु प्लस आगत हुँदैन स्वागत? ल स्वागत पनि लेख्न पाइयो। ल यो भयो दुईटा उपसर्ग लागेको। अब दुईटा प्रत्यय लागेको के होला? पर्यटकीय। पर्यटकीय। अर्को के होला? हिमाली। 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 नेपाली न होला? त्यो पनि नेपाली होला। हुन्छ। ल ठिक छ। ठिक छ। सो हिमालीलाई हामी कसरी लेख्छौँ? हिमाल प्लस ई।